हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल भिडियो इमेजी परिवार। तपाईँलाई स्वागत छ मेरो न्यू डे न्यू ब्लगमा। अनि आज चाहिँ हामी जान लागेको छौँ पार्क। अनि आज चाहिँ पार्कमा के हुन्छ कस्तो हुन्छ लास्टसम्म हेरिदिनु होला। आजकल चाहिँ हामी धेरै घर बसिरहेको छौँ नि त, त्यही भएर आजकल लास्ट झ्याउ लाग्छ। त्यही भएर आज चाहिँ हामी धेरै दिनपछि आज चाहिँ हामी जान लागेको छौँ, त्यही भएर फन पार्क। अनि यता चाहिँ हुन्छ हाम्रो दाङको भ्यू। अनि आज चाहिँ को जान लाग्छ भनेपछि अगाडि थोरै मान्छे हुनुहुन्छ, अनि पछाडि पनि दुईवटा बहिनीहरू मेरो बहिनीहरू यहीँ हुनुहुन्छ। अनि चाहिँ आज चाहिँ हामी धेरै पछि लङ टाइम के भिडियो बनाउनु लागेको छौँ भन अझ चाहिँ हामी पुगेको छैन भन गाइज। अहिले चाहिँ हामी आर्मी क्याम्पको पछाडि आइसकेको छौँ। अनि चाहिँ आफ्टर लङ टाइम भिडियो बनाउनु लागेको छु होइन। अब चाहिँ डेली भिडियो आउँछ होला सायद। हजुरहरूले माया देखाइदिनु होला, सपोर्ट देखाइदिनु होला। अनि पछाडिको भ्यूहरू देख्नुहुन्छ, हामी ट्याक्क आर्मी क्याम्पको पछाडि आएका छौँ। अगाडि बनाउँदै गएको छ, फेरि त्यो भ्लग हेर्नु गाइज देख्न सक्नुहुन्छ। हामी चाहिँ अहिले आधा बाटो आइसकेका छौँ भन। लास्टसम्म हेर्नु सक्नुहुन्छ हजुरहरूले। अब चाहिँ हामी पार्कको हल्का नजिक आइसकेको छौँ भन, नजिक आइसकेको छौँ। अनि उता पनि एक्लै हिँडिरहेको छ कि गाइज। अनि भ्लग बनाउने नै एक्लै समय भएको बेला हो गाइज। किनभने म चाहिँ एक्लै भ्लग बनाइरहेको छु, मलाई हल्का लाज पनि लाग्छ नि त। अनि अगाडि चाहिँ हामी बजारसम्म आइसकेका छौँ। देख्न सक्नुहुन्छ हामी चाहिँ पछाडि बजारसम्म आइसकेका छौँ। अनि हल्का होला टाढा, धेरै पनि टाढा छैन कि हाम्रो घरदेखि यस्तै 100-200 किलोमिटर होला भएपछि, त्योभन्दा टाढा छैन गाइज, देख्न सक्नुहुन्छ होइन। अहिले चाहिँ हामी बजार आइसकेका छौँ। अब फन पार्क जान अब यस्तै 50-60 मिटर होला। त्यसपछि त लाग्ने छैन। त्यसपछि त अब चाहिँ हामी फन पार्क रोड देखाउँछौँ है त गाइज। साथीहरू अब चाहिँ हामी आइसकेको छौँ होइन फन पार्कहरू उता चाहिँ हामी आइसकेको छौँ होइन। कस्तो क्यामेरा आउँछ कि मेरो, देख्न सक्नुहुन्छ होइन। पहिला चाहिँ हामी यस्तैसँग खेल्थ्यौँ के, आजकल त यत्रोको मानिँदैछ। अनि उयो पहिलाको सिडी होइन, हामी सानो हुँदाखेरि कत्रो मानिन्थ्यो, अहिले त हेर्नु कति सानो छ कि। अहिले चाहिँ हामी क्यामेरा मिलाउँदैछ होइन, यसले पनि भ्लग बनाउँदैछ। अनि क्यामेरा मिलाउनु लागेको छ हेर्नु न, देखिन नसकेर घुमिया गरेको छ। ल न त्यही हो ल, यहाँको भ्यू चाहिँ हामीले देखाउनेछौँ अहिले। उता चाहिँ देख्न सक्नुहुन्छ मूर्ति। अनि हामी चाहिँ यो देश आन्दोलन गरेको के, आन्दोलन गरेर फुटेको थियो नि, अहिले चाहिँ यस्तो भइसकेको रहेछ गाइज होइन। अहिले चाहिँ बनाइसकेको छौँ ल। अब यहाँको भ्यू हेर्नु है त गाइज। कृष्ण स्टोर छु। मलाई चाहिँ रमाइलो लागिरहेको छ फन पार्कमा। मलाई भन्दा हजुरलाई राम्रो लाग्यो कि नै कमेन्ट गरिदिनु होला। अब चाहिँ हामी फोटासोटा हान्नको लागि आइसकेको छौँ होइन। जाइनहरूको यता छ। अनि हाम्रो फेरि फजुहरू उता हुनुहुन्छ, घुम्न आएका फ्यामिलीहरू उता हुनुहुन्छ। अनि यता चाहिँ अनि कृष्णले भ्लग बनाउँदैछ। अनि हामी बने फोटासोटा खिच्न यता आइसकेको छौँ। फोटासोटा खिच्न यता आइसकेको छ। अझै हुन्छ होला भ्लग, लामो हुन्छ होला भ्लग, हजुरले नबिराइकन हेरिदिनु होला। राम्रो बन्यो कि बनेर भनेर हजुरहरूले कमेन्ट गर्नुहोस् है त। अनि यता चाहिँ पनि टक्क खाने बन्न लागेको रहेछ। अनि यता चाहिँ पनि फोटाहरू खिच्ने बन्न लागेको रहेछ होइन गाइज, देख्न सक्नुहुन्छ। हजुरहरू पनि आउनुहुन्छ भने भिजिट गरिदिनु होला। तुलसीपुर आइसकेपछि यो ठाउँ चाहिँ नबिराउनु होला है त गाइज। अनि हाम्रो चाहिँ फ्यामिली यता हुन्छ, फोटा खिचिसक्नु भएको छ। अनि उता चाहिँ भने एउटा अङ्कलले फोटा खिचिदिनु लाग्नुभएको छ होइन गाइज। अनि उता सबैजना रमाइलो छ। जे होस् प्लेस भनेको यस्तै हुनुपर्छ गाइज होइन। अनि फोटा खिच्नको लागि यस्तो लभ छ, लभ। हजुरहरू आए फोटा खिच्नु होला। कपाल के गर्नु, कपाल हाल्नु छैन। कपाल भनेको त्यही 20-25 वर्षमा हो। म चाहिँ अब भ्लग
हजुरलाई पैसा लाग्छ त्यहाँ त देखाउनेछु धेरै धेरै भ्लगहरूलाई हजुरहरूको माझमा ल्याउने छु अनि मेरो भ्लग हजुरलाई राम्रो लाग्छ कि लाग्दैन भनेर कमेन्ट गरिदिनु होला 16 हन गाइस अब चाहिँ बाबु उता चाहिँ खेलिरहेको छ नि त अघि नै उता रोइरहेको थियो अनि चाहिँ रोइरहेको थियो अहिले खेलिरहेको छ अनि हामी दुइटा भने यतातिर बसेका छौँ अनि सब बाहिरतिर बसेको छौँ होइन ठुला निहरू उतातिर छन् अनि हामी भने यतातिर नास्ता खान जाने भने भोक लागिरहेको छ अन्त भने बाबु खेलिरहेको छ होइन हामी भने यतातिर मस्त बाहिर हेरिरहेको छौँ बाबु खेलेर अब चाहिँ नास्ता खानु भोक लागिसकेको छ अब चाहिँ नास्ता खाँथ्यो मलाई 5 मिनट पछि अनि भोक लागिसकेको छ साथीहरू पानी चाहिँ परिसकेको छ होइन पानी परिसकेको छ अनि उता चाहिँ यस्तो भइसकेको छ होइन पानी परिसकेको छ माथि हेर्न सक्नुहुन्छ कालो कालो बादल गरिरहेको छ अनि हामी चाहिँ पनि यतातिर छौँ अब चाहिँ बाबु पनि निस्किसकेको छ अब चाहिँ हामी नास्ता खान जान्छौँ गाइस अब पानी परिसकेको छ अब चाहिँ गाइजना खेल्छु भनिरहेको छ तर खेलाइदिएको छैन होइन अन्त सबैजना फ्यामिलीहरू सबैजना हुन्छ भोक लाग्यो भनिरहेको छन् अब चाहिँ हामी खाना खान जान्छौँ हामीलाई चाहिँ अब भोक लागिसकेको छ होइन अनि आजको भ्यू चाहिँ देखिसक्नुभयो होला यस्तो छ भ्युज भन्न आयो अनि उता चाहिँ हाम्रो कृष्ण सरकारी पकडला हुन्छ स्ट्याम्प भ्लग बनाउने भन्नुहुन्छ भ्लगै बनाउनुहुन्न अनि हामी चाहिँ अहिले छु ल सो त्यही हो अब चाहिँ हामी खाना खानु नास्ता खान जान लाग्छौँ के खाना भन्छ नास्ता खान जान लागेको छौँ ल है अब चाहिँ हामी नास्ता खान आइसकेको छौँ होइन सबैजना फ्यामिलीहरू अनि यता चाहिँ कृष्ण बुझेन होइन 50 रुपियाँ यत्तिकै फाल्यो गाई चाहिँ लास्टै हरामी अनि उता चाहिँ बस्ने आउँछ हामी खानलाई हेर्ने 50 रुपियाँ गयो त्यतिकै त सट्टा कृष्ण चाउमिन खाने त होला अब यता चाहिँ अब सबैजना उता चाहिँ खाना लाग्नु गइसकेको छ अब हामी पनि खाना लागौँ है त चटनी हाल्दा चिसो छ ल हामी चाहिँ अब बाहिर भेटौँ है ल न गाई जब चाहिँ खाम है अब चाहिँ होइन गाई यस्तो पानी परिसकेको छ पानी परिसकेको छ यस्तो होइन पानी मजाले परिसकेको छ उता चाहिँ दिदीले गर्नुभएको छ खाना अन्त खाना खाइसकेको छ पानी हेर्नु न पानी ल पेट भर्यो पेट भर्यो खाइन पेट भर्यो खाइन पेट भर्यो कि बाबु खाएर पेट भर्यो ल अब त्यही हो गाई अब चाहिँ घर जानेले भेटाउन हामी तपाईँ अटो बोलाउनु जाने भने पानी परेको छ कसरी जाने हो अब चाहिँ हामी आइसकेको छौँ अघि न चाहिँ हामी भिडियो बनाउन पाएन अब त्यसैले अब चाहिँ हामी अटोमा बसिसकेको छौँ होइन हेर्नु बाहिर यस्तो पानी परेको छ भित्र पानी पस्यो के कुन चोक हो जेसिक चोक हो यो अब हामी त जेसिक चोकभन्दा अगाडि हामी त वाटर प्रुफै खोला आउँछ